हेलो एभ्रिवान, मेरो नाम उत्सुकता खनाल हो अनि म चाहिँ फ्रन्ट एन्ड डेभलपर हो। हेलो, मेरो नाम सुरेश श्रेष्ठ। म पनि एउटा फ्रन्ट एन्ड डेभलपर हो। तपाईँहरूलाई यो बेसिक वेब डेभलपमेन्ट कोर्समा म स्वागत गर्न चाहन्छु। तपाईँहरूले चाहिँ यसमा HTML, CSS अनि जाभास्क्रिप्ट सिक्नुहुनेछ। कोर्स चाहिँ एकदम बिगिनर फ्रेन्डली भएको हुनाले तपाईँले पहिला कोडिङ नगर्दा पनि केही समस्या नपर्ने भएको छ। अब तपाईँहरू सोचिरहनु भएको छ होला कि यो कोर्समा के हुनेछ, हामीले किन सिक्नुपर्ने छ भनेर। सो HTML ले चाहिँ तपाईँको वेब पेजको बेसिक स्ट्रक्चर दिन्छ अनि त्यसमा अब तपाईँलाई इमेजहरू एड गर्नु पर्यो, टेक्स्टहरू एड गर्नु पर्यो भने चाहिँ HTML को हेल्पले तपाईँले गर्न सक्नुहुनेछ। सो CSS भनेको चाहिँ क्यास्केडिङ स्टाइल सिट। त्यसले चाहिँ तपाईँहरूको वेब पेजेसलाई डिजाइन गर्न, त्यसलाई स्टाइल गर्न, त्यसमा कलर्सहरू, लेआउट्सहरू एड गर्नको लागि हेल्प गर्छ। अनि JS भनेको चाहिँ एउटा यस्तो ल्याङ्ग्वेज हो जसले तपाईँको वेबसाइटलाई इन्टरेक्टिभ बनाउँछ। बेसिकली तपाईँको वेब पेजलाई डाइनामिक वेब पेज बनाउनमा मद्दत गर्दछ। त्यसैतर्फ हामी हाम्रो कोर्समा अगाडि बढ्छौँ। हामी सुरुमा HTML बाट सुरु गर्छौँ। हेलो एभ्रिवान, हामी चाहिँ अब हाम्रो HTML को कोर्स सुरु गर्दैछौँ, जुनमा चाहिँ अब हामी हाम्रो HTML भनेको के हो यहाँबाट हामी सुरु गर्दै हाम्रो ट्यागहरू सबै लेखेर हामी एक्जाम्पल सहित सबै हेर्नेछौँ। HTML स्ट्यान्ड्स फर हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज। यो भनेको चाहिँ हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो। यसले चाहिँ हाम्रो वेब पेजलाई स्ट्रक्चर गर्न हेल्प गर्छ, जुन चाहिँ हामी अपकमिङ भिडियोमा हेर्नेछौँ। HTML कन्सिस्ट अफ एलिमेन्ट्स एन्ड ट्याग्स। यो पनि हामी अहिले कभर अप गर्ने नै छौँ। यसमा चाहिँ हामी HTMLमा चाहिँ डिफ्रेन्ट टाइप्स अफ एलिमेन्ट्सहरू र ट्याग्सहरू हुन्छ। वेब ब्राउजर प्रोसेसेस HTML एन्ड प्रेजेन्ट कन्टेन्ट भिजुअली। यो भनेको चाहिँ हाम्रो वेब ब्राउजर जस्तै कि गुगल क्रोम, मोजिला फायरफक्सहरूले चाहिँ यो HTMLलाई नै रिड गर्छ र हाम्रो चाहिँ देखिने सबै त HTMLहरू नै हुन्छ। इट कन्सिस्ट अफ एलिमेन्ट्स रिटर्न इनसाइड एङ्गल ब्र्याकेट्स भनेको चाहिँ हाम्रो यस्तो खालको एङ्गल ब्र्याकेट्सहरू हुन्छ जुन चाहिँ हाम्रो डिफ्रेन्ट टेक्स्टहरूमा चाहिँ यस्तै खालको एङ्गल ब्र्याकेट्सहरू युज हुन्छ। हाम्रो यो चाहिँ अब एकदम बेसिक स्ट्रक्चर अफ HTML हो। यो तपाईँहरूले नि एकचोटि हेर्न सक्नुहुन्छ र म यो तपाईँलाई एकचोटि गरेर पनि देखाउँछु। सुरुमा चाहिँ हाम्रो यो एउटा फोल्डर बनाउँछौँ जुन चाहिँ हाम्रो लर्न भनेर हुन्छ र म यो लर्न भन्ने फोल्डरलाई नै हाम्रो VS कोडमा खोल्दैछु। तपाईँहरूले कोडिङको लागि VS कोड युज गर्न सक्नुहुन्छ। हाम्रो लर्न भन्ने फोल्डरमा हामी खोल्छौँ र अब हामी एउटा फाइल बनाउँछौँ जुन चाहिँ हामी index.html नेम दिन्छौँ। र सुरुमा हामी यो एक्सक्लामेसन साइन र ट्याब थिच्यो भने चाहिँ हाम्रो यो सबै आउनेछ। तपाईँहरूले पनि सँगै ट्राई गर्नु होला। र यो टाइटलको, बडीको, हेडको सबै कुराको चाहिँ म तपाईँलाई डिटेलमै भन्नेछु। यो हेड ट्यागभित्र भएको हाम्रो मेटा र टाइटलहरू हुन्छ भने बडीमा चाहिँ हामीले के देखाउने हो सबै राख्छौँ। जस्तै कि हाम्रो हेडिङ ट्यागलाई हामी H1 भनेर भन्छौँ। यसमा हामी हेलो वर्ल्ड भनेर राखेका छौँ। र तपाईँलाई एउटा हामी एक्सटेन्सन डाउनलोड गर्न भन्छु जसको नाम चाहिँ लाइभ सर्भर हो। यो लाइभ सर्भर मेरोमा चाहिँ अलरेडी इन्स्टल छ, सो तपाईँहरूले चाहिँ इन्स्टल गर्नु होला। मैले चाहिँ गरेर राख्दिनँ अहिले। र यो गरिसक्नु भएपछि तपाईँको यो गो लाइभ भन्ने अप्सन आउँछ है। यो गो लाइभमा थिच्नु हुँदाखेरि तपाईँको फर्स्ट HTML को एउटा वेब पेज बन्यो। HTML बाट वेब पेज बनाउनुहुन्छ जुन चाहिँ हेलो वर्ल्ड भनेर प्रिन्ट भएको छ है। र तपाईँको यहाँ टाइटल छ माई फर्स्ट वेब पेज भनेर, तपाईँले यहाँ ट्राई गर्न सक्नुहुन्छ। टाइटलमा माई फर्स्ट वेब पेज छ र हाम्रो यो चाहिँ कहाँ देखिन्छ भन्दा तपाईँको यहाँ माथि माई फर्स्ट वेब पेज भनेर देख्नुभयो। यसै गरी चाहिँ हाम्रो एउटा सिम्पल स्ट्रक्चरको बेसिक बुझ्यौँ हामीले। र अब हामी चाहिँ ट्याग्सहरू के हुन्छ, HTML एलिमेन्ट्सहरू के हुन्छ भनेर चाहिँ हामी अब यसमा फर्दर स्टडी गर्छौँ। फर्स्टमा हाम्रो यहाँ हेडिङ ट्याग्स भनेर छ जुन चाहिँ हामी H1 देखि H6 सम्म हुन्छ। H1 सबसे हाई लार्जेस्ट हो भने H6 चाहिँ सबसे स्मलेस्ट हुन्छ, जुन चाहिँ म तपाईँलाई एक्जाम्पल सहित देखाउने छु।
हाम्रो यसमा हामीले H1 गरि नै सकेका छौँ। त्यसै गरी हामी अब H2 देखि H6 सम्म सबै गर्छौँ। H4 H5 र लास्टमा चाहिँ H6 छ हाम्रो है। म यही नै टेक्स्टलाई कपी गरेर पेस्ट गर्दैछु। र तपाईँले अब हामीले यो सेभ गरेपछि हाम्रो आउटकम हेरौँ, ब्राउजरमा जाउँ। तपाईँले देख्न सक्नुहुन्छ H1 सबसे लार्जेस्ट भनेको थियौँ हामीले र H6 सबसे स्मलेस्ट भनेको थियौँ। यस्तो हामीले अर्डरमा देख्न सक्छौँ H1 देखि H6 सम्म हेर्दाखेरि। अब अर्कोमा जाउँ, हाम्रो के छ भन्दा प्याराग्राफ स्ट्याक छ है, जुन चाहिँ हामी पीमा यसरी लेख्छौँ है। र यो पनि एउटा गरी हेरौँ। हाम्रो पी र ट्याब थिच्यो भने तपाईँको आउँछ है। अब म चाहिँ लोरेम भन्ने राख्छु। कतिवटा टेक्स्ट चाहिन्छ भन्दा म अहिले 50 वटा जति मात्र राख्छु, त्यो लोरेम 50 र ट्याब थिचेपछि आउँछ ल। हाम्रो यति आएछ। र अब यो सेभ गरेर हेर्दा तपाईँको यो प्याराग्राफमा जे भएको छ सबै हाम्रो आयो है। यसै गरी हाम्रो बोल्डको लागि चाहिँ हामी बी ट्याग युज गर्छौँ। यसको लागि चाहिँ हामी बी ट्यागमा एउटा समथिङ केही लेख्छौँ। बी ट्याग लेखेर लोरेम नै गरिदिन्छु म, 10 वटा मात्रै गरेर देखाइदिन्छु अहिले। र यो एउटै हाम्रो यो टेक्स्टको साइज चाहिँ सेम छ ल। हाम्रो हेडिङमा हेर्दाखेरि यहाँ हेर्दाखेरि तपाईँको अर्डरमा थियो, सानो ठुलो हुन्थ्यो H1 देखि H6 सम्म गर्दाखेरि भने हाम्रो यो प्याराग्राफ ट्यागमा जे युज भएको छ टेक्स्टको साइज चाहिँ यो बी ट्यागमा नि सेम हुन्छ, बस यसलाई बोल्ड गरिदिएको छ है। अब सिमिलरली हेर्दा हाम्रो लिङ्क्स पनि छ ल। अब लिङ्क्सको लागि चाहिँ यो पनि एउटा लाइभ डेमोन्स्ट्रेसन गरौँला। लिङ्क्सको लागि भनेको हाम्रो एउटा एङ्कर ट्याग भन्ने हुन्छ जुन यहाँ छ, href अनि URL राख्नु भन्नुभएको छ, क्लिक हियर भनेर यस्तो छ है। एकचोटि सिन्ट्याक्स हेर्नु होला। र म यो तपाईँलाई गरेर देखाउँछु, तपाईँहरू नि सँगसँगै गर्नु होला। ए र ट्याब थिचेपछि तपाईँको यो आउँछ, कुन ठाउँमा जाने भन्ने हुन्छ हजुरको है। पहिलो कुरा चाहिँ अब क्लिक हियर भनेर राख्छु म। क्लिक हियर भनेर छ जुन हामी यहाँ देख्न सक्छौँ। एङ्कर ट्यागमा राखेको चाहिँ अलिक डिफ्रेन्ट कलरमा आउँछ है। नर्मल टेक्स्ट भन्दा हजुरको कलर अलिक डिफ्रेन्ट नै छ। तर यहाँ थिच्दा हाम्रो केही पनि आइरहेको छैन है, किनभने हामीले कहाँ लाने भनेर नेभिगेट गरेको छैन। अब म चाहिँ एउटा पेज बनाउँछु जुन चाहिँ अबाउट भन्छ, about.html नाम दिन्छु। र म यसमा पनि आएको जसरी एक्सक्लामेसन र ट्याब थिचेर कन्टेन्ट यो निकाल्छु। र यसमा म H2 ट्यागमै राखेर दिस इज अबाउट पेज भनेर राखेको छु है। अब यहाँबाट हामीलाई कहाँ जानु छ भन्दा मलाई अबाउट पेजमा जानु छ भने चाहिँ about.html भनेर राख्नु होला। यहाँ सजेसन पनि दिइरहेको छ हजुरको त्यो पेजमा जाने भनेर। र मैले यो गरेर म सेभ गर्छु। र यहाँ आउटपुट हेर्दा क्लिक हियर भनेर यहीँ छ। र म यहाँ थिच्ने बित्तिकै म अबाउट पेजमा पुग्छु है। दिस इज अबाउट पेज। हामीले अघि भर्खरै नयाँ बनाएको पेज हो यो चाहिँ, तपाईँहरूले भर्खरै हेरि नै हाल्नुभयो। अब मलाई फेरि अर्को पेज बनाउनु छ भने सिमिलर नै हुन्छ, एङ्कर ट्याग हुन्छ। यसको पनि अब क्लिक हियर टु भनेर राखिदिन्छु म। र म अर्को एउटा पेज बनाएर देखाउँछु फेरि पनि। अबाउट पछि हाम्रो के हुन्छ, कन्ट्याक्ट भनेर छ, मानिलिउँ contact.html। यसमा चाहिँ फेरि गरौँ, यसमा फेरि म त्यही नै गर्नेछु। दिस इज कन्ट्याक्ट पेज भनेर गर्छु। र यहाँ आएर हेर्दाखेरि हजुरको सजेसन यसरी नै दिइरहेको छ है। कन्ट्याक्ट पेजमा जान्छु।
अबाउट पेजमा गएँ हाम्रो यहाँ सेभ गरेको छैन सरी। क्लिक हियर टु भनेर आएको छ। यहाँ जाँदा चाहिँ दिस इज कन्ट्याक्ट पेज हुन्छ है। अब हाम्रो इमेजेसको लागि छ। त्यसको लागि चाहिँ हाम्रो आइएमजी ट्याग हुन्छ। यो चाहिँ सोर्स हो, एसआरसी भनेको चाहिँ सोर्स हो। कुन इमेज ल्याएर हाल्ने भन्ने हुन्छ यहाँ। र यो चाहिँ अल्ट भनेर डिस्क्रिप्सन भनेर हुन्छ। यो के इमेजको डिस्क्रिप्सन दिनलाई हो यो चाहिँ है। यो एक्चुअली पनि हामी लाइभ डेमोन्स्ट्रेसन गरी हेर्छौँ। हाम्रो आइएमजी र ट्याब गरेपछि तपाईँको यहाँ आउँछ। अनि सोर्स भयो। म चाहिँ अहिले हजुरलाई म इमेज गुगलबाट तानेर देखाउँछु, तर तपाईँले त्यहीँ डाउनलोड गरेर पात रहेको यसरी गर्न नै पाउनुहुन्छ। इमेजेसमा मैले चाहिँ अब यही इमेज लिन्छु अहिले, कपी इमेज लिङ्क गरेँ र मैले यहाँ सोर्समा पेस्ट गरिदिएँ। सोर्समा पेस्ट गरिदिएपछि म सेभ गर्छु र अल्ट भनेको चाहिँ अल्टरनेटिभ इमेज के राख्ने हो, केही पनि इमेज आएन भने इमेज भनेर एउटा नाम राखिदिन्छु। अब यसको डिस्क्रिप्सन पनि राख्न सक्नुहुन्छ। यसको डिस्क्रिप्सन चाहिँ के हुन्छ भन्दा दिस इज इमेज, यो चाहिँ के को इमेज हो भने डिस्क्रिप्सनको लागि मात्र हो। यो इमेज भइहाल्यो, सोर्स भइहाल्यो है। अब यसलाई हेर्दाखेरि हाम्रो हेर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दा तपाईँको यहाँ इमेज आएको छ है, हेर्नु है। तपाईँको इमेज आइहाल्यो। यसरी हामी इमेज ल्याउन सक्छौँ। अब हाम्रो लिस्टको बारेमा हेर्छौँ एचटिएमएलमा। लिस्ट चाहिँ हाम्रो दुई टाइपको हुन्छ, एउटा अर्डर्ड हुन्छ, एउटा अनअर्डर्ड लिस्ट हुन्छ। हाम्रो अनअर्डर्ड लिस्ट भनेको चाहिँ बुलेटमा देखाउँछ भने अर्डर्ड लिस्टमा चाहिँ हाम्रो नम्बर्सले देखाउँछ है। ल हाम्रो यो जुन लिस्टमा हाले पनि हाम्रो आइटम चाहिँ एलआई ट्यागमा, यसले चाहिँ लिस्ट देखाउने हो। जुन जुन ट्यागमा राख्न सक्नुहुन्छ हजुरले। तपाईँको एक्जाम्पल चाहिँ यो हो। म तपाईँलाई लाइभ डेमोन्स्ट्रेसन गरेर पनि देखाउने छु। अब म एउटा पेज बनाउँछु यहाँ, नयाँ लिस्ट भनेरै बनाउँछु है। र यहाँ एउटा एङ्कर ट्याग दिउँ अहिलेलाई। वर्ड लिस्ट भनेर राखिदिन्छु र यो चाहिँ हाम्रो लिस्ट डट एचटिएमएलमा जाने गराउँछु है। अहिलेलाई म इमेज ट्याग डिलिट गरिदिन्छु। हाम्रो अब लिस्ट ट्याग चाहिँ हाम्रो पहिला हामी अनअर्डर्ड लिस्टबाट सुरु गर्छौँ। अनअर्डर्ड लिस्टमा नि हाम्रो एलआईमा हुन्छ। मानिलिउँ हामी चाहिँ अब लिस्ट अफ फ्रुट्सहरू हेर्छौँ। एप्पल हेर्छौँ, एउटा बनाना हेर्छौँ, अनि लास्टमा चाहिँ ओरेन्ज हेर्छौँ है। र यो सेभ गरी हेरौँ। लिस्टको लागि हेर्दा बुलेटिनमा आउँछ अनअर्डर लिस्ट। हामीले अघि भर्खरै हेरेको थियौँ र बुलेटिनमै आएको छ। अब हामी यसै गरी चाहिँ अर्डर लिस्टको पनि एक्जाम्पल सँगसँगै हेरिहाल्छौँ। अर्डर लिस्टको चाहिँ हामी लिस्टमा हामी लिस्ट अफ भेजिटेबल्स हेर्छौँ है। पोटेटो, मसरुम हाल्छु, र काउलीफ्लावर हाल्यो। अब यो सेभ गरी हेर्दाखेरि तपाईँको यो चाहिँ नम्बरमा आइरहेको छ है। अर्डर लिस्ट र अनअर्डर लिस्टको तपाईँहरूले बुझिहाल्नुभयो।
हाम्रो एउटा लेबल भन्ने नि ट्याग हुन्छ जसले चाहिँ हामी नामहरू दिन सक्छौँ। यसलाई हामी के दिन्छौँ भन्दा एप फ्रुट्स दिन्छौँ। यसलाई कपी गर्दैछु र यसलाई चाहिँ म भेजिटेबल्स दिन्छु। यसरी गर्दा हाम्रो आउटकम हेर्न सक्नुहुन्छ जुन चाहिँ फ्रुट्स भनेको यिनीहरू आयो, भेजिटेबल्स पनि यिनीहरू आयो। अब हाम्रो सेकेन्ड कुरा, अब हामी चाहिँ टेबल्स हेर्छौँ। यो पनि एकदम इम्पोर्टेन्ट टपिक हो एचटिएमएलमा। हाम्रो टेबल्स चाहिँ कसरी डिफाइन हुन्छ भन्दा एउटा रोजमा र कलम्समा हुन्छ। डाटा अर्गनाइज गर्दाखेरि हाम्रो रोमा र कलममा हुन्छ यसरी। टेबल ट्यागमा चाहिँ हामी हाम्रो टेबल डिफाइन गर्छौँ। पुरै टेबललाई चाहिँ हामी टेबल ट्यागमा राख्छौँ। टेबलको रो यो साइडमा आउने डेटालाई चाहिँ हामी टेबल रो भन्छौँ भने, अनि तपाईँको रोमा आइसकेपछि हाम्रो हेडर हुन्छ। टेबलको हेडर माथिपट्टि हुने टेबलको हेडर र तलपट्टि टेबलको डेटा हुन्छ है। म तपाईँहरूलाई लाइभ एक्जाम्पल गरेर देखाउँछु। यसमा पनि हामी एउटा नयाँ बनाउँछौँ table.html भनेर। हाम्रो टेबल चाहिँ बडीमै हुन्छ सबै कुरा। हाम्रो टेबल ट्यागमा हुन्छ भने चाहिँ भर्खरै टेबलमा हाम्रो फर्स्टमा के हुन्छ, टेबल रो हुन्छ है हरेक कुरामा। टेबल रोमा हाम्रो फर्स्टमा टेबल हेडिङ छ, फ्रुट्स नै राख्छु अहिले नै, र अर्को राख्छु भेजिटेबल्स। फेरि म अर्को नि टेबल रो नै बनाउँछु जसमा चाहिँ म मेरो टेबलको डेटाहरू राख्दैछु। एप्पल राखेँ र अर्कोमा राख्छु म पोटेटो राख्छु। इन्डेक्समा हामी अब यसलाई कल गर्नुपर्ने हुन्छ। यो पेजलाई नै कल गर्छु म। टेबल छ है। हाम्रो बिआर ट्यागले चाहिँ के गर्छ भन्दाखेरि यसलाई तल एक स्टेप तल लगिदिन्छ है, ब्रेक गरेर। हाम्रो होम पेजमा हेर्न सक्नुहुन्छ। सरी म सेभ गरेको छैन। हजुर तलपट्टि आयो, म तल लगिदिन्छु भने चाहिँ क्लिक हेयर फर टेबल गर्दाखेरि टेबलमाथि चाहिँ फ्रुट्सको एप्पल, भेजिटेबलको पोटेटो आयो। र यसैलाई हामीले अझ टेबलमा चाहिँ के छ भन्दा हाम्रो बोर्डर भन्ने प्रपर्टी पनि छ है। बोर्डर चाहिँ मैले अहिले 1 राखिदिन्छु। यो चाहिँ बोर्डरको विड्थहरू हो। र हेर्नुहोस् अब हाम्रो यसमा टेबलमा हाम्रो बोर्डर पनि आएको छ है। हाम्रो टेबल यसरी कम्प्लिट भएको छ। र मलाई डेटा अझै थप्नु मन लाग्यो भनेदेखि तपाईँले यसरी नै नयाँ टेबल रो थप्दै अब टेबल डेटामा के राख्ने, अर्को ओरेन्ज राख्न चाहनुहुन्छ भने अर्को मसरुम राख्नुहुन्छ। यसलाई तपाईँ आएर चेक गर्दा कसैको तल तल अर्डरमा आइरहेको हुन्छ है। टेबल सक्यो लगतै हामी चाहिँ अब पछुक्क पज गर त। अब चाहिँ हामी फर्म्सतिर लाग्छौँ। फर्म्स चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ एचटिएमएलमा, जुन चाहिँ हाम्रो लगइन फर्म, रेजिस्ट्रेसन फर्म, अनि त्यसपछि अरू हाम्रो कन्ट्याक्ट डिटेल फर्महरू जुन हुन्छ सबै हामी यसरी नै बनाउने हुन्छौँ। र हाम्रो फर्म्सको लागि चाहिँ सुरुमा हाम्रो इनपुट टाइप भन्ने हुन्छ, इनपुट ट्याग हुन्छ, जुनमा चाहिँ हाम्रो टेक्स्टहरू हाल्छौँ, इमेलहरू हाल्छौँ र पासवर्ड पनि हाल्छौँ। हाम्रो बटन ट्याग पनि हुन्छ जसमा चाहिँ हामीले बटन क्रिएट गरेर बटन क्लिकेबलहरू बनाउँछौँ। त्यसै गरी हाम्रो फर्म भन्ने एउटा छुट्टै ट्याग हुन्छ
जसमा चाहिँ हामी फर्म क्रिएट गर्छौँ र हामी यो चाहिँ एउटा लाइभमा हेर्छौँ है। म यसको लागि चाहिँ एउटा नयाँ फाइलै बनाउँछु फर्म भनेर HTML गरेर। यो फर्म चाहिँ हाम्रो फर्म ट्यागमा बनाउँछौँ भनेको थिएँ मैले र यो फर्ममा हाम्रो एउटा लेबल भनेर दिन्छु। लेबलमा चाहिँ म के दिन्छु भन्दा नेम भनेर दिन्छु है। नेममा र यसमा हाम्रो एउटा इनपुट टाइप भन्ने हुन्छ हाम्रो इनपुट ट्याग। यसको टाइप के टेक्स्ट हुन्छ, हाम्रो नाम जहिले टेक्स्टमा हुन्छ त्यही भएर हामी टेक्स्ट हुन्छ। म एकचोटि यसलाई सेभ गर्छु र इन्डेक्समा हामी एकचोटि यसै गरी फर्मलाई कल गर्छौँ। HTML लाई कल गर्छु म। बी केयरफुल फर्म भनेर राख्छु है। म यसलाई नयाँ लाइनमा गर्नलाई बीआर ट्याग पनि युज गर्दैछु। बीआर स्ल्यास हुन्छ र म सेभ गरेर यसलाई तपाईँलाई देखाउने छु। हाम्रो फर्मको लागि यहाँ क्लिक गर भनेको छ। सरी, यहाँ फर्मको स्पेलिङ चाहिँ बिग्रिरहेको रहेछ। मैले यहाँ क्लिक गरेपछि हाम्रो नेम भनेर आएको छ, त्यो लेबल हो र हाम्रो यहाँ नाम लेख्न मिल्नेछ। मतलब हाम्रो यहाँ अनि फर्ममा चाहिँ इनपुटमा हाम्रो एउटा प्लेस होल्डर भन्ने पनि हुन्छ जसमा चाहिँ म इन्टरियर नेम भनेर हालिदिन्छु र हाम्रो आउटकम देखाउँदा तपाईँलाई यसरी प्लेस होल्डरमा चाहिँ इन्टरियर नेम भनेर दिएको छ। म जब टाइप गर्छु यो हराउँछ। यसरी लेख्छु, नामहरू लेख्न दिइरहेको छ यसले। सिमिलरली अब अर्को पनि हुन्छ हाम्रो, अर्को पनि म लेबल नै बनाउँछु जुनमा चाहिँ इमेल भनेर राख्छु म। यसमा पनि इनपुट ट्याग नै हाल्छौँ। इमेलको हाम्रो इमेलको इनपुट टाइप इमेल नै हुन्छ। प्लेस होल्डरमा नै सिमिलरली अहिले यसरी गर्छौँ हामी। इन्टरियर इमेल भनेर तपाईँले देख्न सक्नुहुनेछ तपाईँको इमेल राख्छ यहाँ। सर तपाईँले इमेल राख्न सक्नुहुन्छ। त्यसै गरी तपाईँलाई पासवर्डको लागि पनि त्यस्तै एउटा फिल्ड बनाउनु होला। यसको चाहिँ हाम्रो टाइप नै पासवर्ड हुन्छ। हामीलाई चाहिँदैन अहिले। इन्टरियर पासवर्ड हानिसकेपछि तपाईँको यहाँ एकचोटि हेर्न सक्नुहुन्छ। पासवर्डमा हाल्दा चाहिँ तपाईँको यस्तो कालो डट देखाउँछ, टाइप पासवर्ड भएर देखाएको हो र तपाईँको इमेल हो। यो चाहिँ नेम भयो। तपाईँ यसलाई अब बीआर ट्यागको हेल्पले चाहिँ तल तल लान सक्नुहुन्छ है। म चाहिँ यसैलाई अहिले कपी गर्दै पेस्ट गरेँ। तल 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 आएको छ। तपाईँलाई अझै नै ग्याप दिनु छ भने तपाईँ दुईटा बीआर दिन सक्नुहुन्छ। यसरी अलि बढी ग्याप पाउनु भएको छ है। अब हामी चाहिँ बटन बनाउँछौँ, पनि एउटा ब्रेक अझै दिन। अब हामी चाहिँ बटन बनाउँछौँ। बटनको छुट्टै ट्याग हुन्छ, हामी अघि भर्खरै कुरा गरेको थियौँ। हामी बटन चाहिँ सबमिट भनेर बनाउँछौँ। तपाईँको यहाँ सबमिट भनेर आएको छ है। हाम्रो यही नै हो फर्मको। फर्म सकै लगतै अब हामी कन्टेनर्सहरूतिर जान्छौँ, जुन चाहिँ एउटा हाम्रो डिप भनेर छ र अर्को एउटा स्प्यान भनेर छ है।
हाम्रो डिप चाहिँ कस्तो हुन्छ भन्दा तपाईँको एउटा कन्टेनरलाई एउटा डिप हुन्छ। अनि एउटा डिपमा चाहिँ तपाईँले थुप्रै एलिमेन्ट्सहरू ट्यागहरू राख्न सक्नुहुन्छ, जुन चाहिँ हामी अब एक्जाम्पलमा हेर्छौँ। हाम्रो एउटा अब कन्टेनर भनेर म छुट्टै बनाउँछु। यसमा पनि सिमिलरली यसरी नै गर्नु होला। र बढीभित्रै हुनेछ तपाईँको डिप भनेर यसरी हाल्नु भएपछि एउटा डिप भयो। यसमा तपाईँले अब सबै कुरालाई यहीँभित्र हाल्न सक्नुहुन्छ। हेलो फ्रम मेन डिप भनेर राख्छु म अहिले। यो डिपमा चाहिँ तपाईँले सबै कुराहरू यो डिपभित्रै ऱ्याप गरेर राख्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले अब अर्को डिपको लागि चाहिँ फेरि अर्को छुट्टै एउटा डिप यो भयो, अर्को डिप फेरि नयाँ क्रिएट गरेर छुट्टै H1 राखेर यसरी हेडिङ राखेर गर्न पनि सक्नुहुन्छ। यसले चाहिँ तपाईँको यसलाई ब्रेक गरिदिनु भयो। एउटा डिपमा यो हुने भयो, तपाईँले कोडहरू चाहिँ पछि स्ट्रक्चर गर्न सजिलो हुन्छ। एउटा डिपमा यति मात्रै तपाईँको हो र यो यतिमा यति हुन्छ। तपाईँले कोडहरू खोज्न कुन डिपमा छ भनेर हेर्न सजिलो हुन्छ है। भनेर लेखिदिन्छु अहिले। तपाईँको आउटकम चाहिँ एउटै नै आउँछ है, त्यस्तो फरक केही पनि देखिँदैन। तर तपाईँलाई पछिको लागि चाहिँ सजिलो हुनाले डिपमा राख्छौँ। नेक्स्टमा म यसै गरी फेरि बनाउँछु एउटा के थियो भन्दा कन्टेनर। कन्टेनरको लागि आयो हाम्रो। र थिच्दा तपाईँको यो एउटा डिपमा हुन्छ। तपाईँको यसरी थाहा हुन्छ यो चाहिँ इन्सपेक्ट भन्ने हुन्छ। र तपाईँको योमा गएर हेर्दाखेरि एलिमेन्ट्समै देखिन्छ। हामीले सबै बडीमा गरे हुन्छौँ। अहिलेको हेडमा माथिको भइहाल्यो, यो सबै बडीमा गरे हुन्छौँ। र एउटा डिप यो भइहाल्यो, तपाईँले यहाँ देखिरहनु भएको छ, ब्लू लाइनले देख्नु भएको छ। अर्को डिप यो भएको छ है। तपाईँले यसरी छुट्याउन सक्नुहुन्छ कुन डिप के हो भनेर है। अब हाम्रो यहाँ स्प्यान ट्यागको पनि कुरा गरेको छ। यो चाहिँ भित्रको स्टाइलिङको लागि हुन्छ। म तपाईँलाई पनि एक्जाम्पल देखाइहाल्छु है। हाम्रो म यसैमा एक्जाम्पल देखाउने भए तपाईँलाई मेन इन्डेक्स पेजमै देखाउँछु। मैले यो यति सबैमा चाहिँ यतिलाई चाहिँ एउटा स्प्यान ट्यागमा हाल्ने विचार गरेको भएर कन्ट्रोल एक्स थिचिदिन्छु अहिले। स्प्यान ट्यागमा स्प्यानमा गएर ट्याब थिचेपछि आउँछ र मैले यो कलर स्प्यानमा राखेको छु यति टेक्स्ट चाहिँ। अब यसमा चाहिँ हामीले स्टाइल्सहरू राख्न मिल्छ, जुन तपाईँले एक्जाम्पलमा हेर्न सक्नुहुन्छ। स्टाइल इक्वल्स टु यो भनेर राख्छ। म तपाईँले गरेर देखाउने छु। अब स्टाइल्स भनेर हुन्छ। स्टाइलमा हाम्रो म यसमा कलर दिन्छु। कलर चाहिँ कुन दिउँ भन्दाखेरि म अहिलेलाई एक्वा दिन्छु ल। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, मैले अलिकति बोल्ड भएको ठाउँमा चाहिँ स्पेक बन्द गरिदिन्छु। यसरी रिफ्रेस गरिदिन्छु। ल हेर्नुहोस्, अघिको त्यो यति वर्डलाई चाहिँ मैले स्प्यानमा राखेर कलर दिएको थिएँ। यो चाहिँ इनलाइन सिएसएसहरू स्टाइलिङहरू गर्नलाई हुने हो। तपाईँले यसरी गर्न सक्नुहुन्छ। म यसलाई अब रेड दियो भने रेड हुन्छ यो। यसरी काम गर्ने हुन्छ स्प्यानले चाहिँ। तपाईँले अब यहाँ बिचमा जता पनि यति पुरै पोर्सन यति पुरै लिन्छु भन्ने पनि पाउनुहुन्छ, एउटा वर्ड लिन्छु भन्ने पाउनुहुन्छ। अब हामीले कन्टेनर्स पनि सक्यौँ, जसमा डिप र स्प्यान हामीले कम्प्लिट गऱ्यौँ भर्खरै। अब कुनै स्पेसल एचटिएमएल एलिमेन्ट्सहरू हुन्छ जुन चाहिँ हाम्रो टाइटलको बारेमा र आइफ्रेमको बारेमा छ यहाँ। र सम स्पेसल क्यारेक्टर्सहरू यो र यो कपी भन्ने छ।
यो पनि म तपाईँलाई डिटेलमै देखाउने छु। अघि हामीले त्यो टाइटल देखेको थियो, हामीले यो टाइटल माई फर्स्ट वेब पेज, हाम्रो यो त मैले अघि पनि भनेकै थिएँ। अब यसलाई चेन्जेस गर्नुपर्ने सक्छ। माई प्रोजेक्टमा गऱ्यो भने तपाईँले यहाँ माई प्रोजेक्ट देख्नुहुन्छ। यो चाहिँ सबै हाम्रो टाइटल चेन्ज गर्नलाई हो। यो टाइटलको तपाईँले बुझिहाल्नु भर्खरै। र अर्को हाम्रो के छ भन्दा यहाँ आई फ्रेम छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट नै छ यो पनि। र म आई फ्रेम डट एचटिएमएलमै यो पनि राख्छु। म तपाईँलाई अर्को एउटा इक्जाम्पल देखाउने छु यसको। म चाहिँ लेट्स एउटा सी अ भिडियो भनेर राखेँ। लेट्स सी अ भिडियोमा चाहिँ तपाईँको अब लेट्स सी अ भिडियो छ र म यसलाई चाहिँ कल गर्छु रूपमा है। हाम्रो यहाँ एङ्कर ट्याग बनाएर अहिलेको जसरी नै आई फ्रेम भनेर कल गरेँ है। क्लिक फर भिडियो भनेर लेखिदिन्छु मैले चाहिँ। आई फ्रेम नै भनौँ। हजुरको यहाँ केयर फर आई फ्रेम भनेर आएको छ। म एकचोटि यसलाई ब्रेक ट्याग पनि दिन्छु, सबै नयाँ लाइनमा आओस् यो भनेर। म यसलाई कपी पनि गरेर सबैमा राख्न चाहन्छु। अब म आई फ्रेमको लागि गर्दाखेरि लेट्स सी अ भिडियो भनेर आएको छ है। अब यसमा चाहिँ हामी आई फ्रेममै काम गर्छौँ। म चाहिँ हाम्रो आई फ्रेमको चाहिँ एउटा युट्युबबाट एम्बेड भिडियोहरू तान्न, गुगल म्यापहरू तान्न हेल्प गर्ने हो यसले। म एउटा युट्युबमा गएर कुनै एउटा एम्बेड तपाईँलाई तानेर देखाउने छु। र मानिलिउँ म यो भिडियो तान्दैछु, क्लिक गर्नुहोस्। हजुरको यो सेयरमा थिच्नु होला र यो सेयरमा एम्बेड भन्ने हुन्छ र तपाईँ यो सबै कपी गरेर ल्याउनु होला। कपी गर्नु होला र अहिलेको VS कोडमा आउँ र म यो चाहिँ पेस्ट गरिदिन्छु है। यो लेट्स यो भिडियोलाई पनि अहिलेलाई कट गरेर एउटा एडिङ ट्यागमै राखिदिउँ यसलाई पनि। सेभ गरिसकेपछि यहाँ आएर हेर्दा काटौँ मैले डकुमेन्ट हेर्दा तपाईँले देख्न सक्नुहुन्छ अहिलेको भिडियो आएको छ। हजुरले यहाँ प्ले पनि गर्न सक्नुहुन्छ। तपाईँको युट्युबमै जे काम गर्ने त्यही काम गर्छ यसले। तपाईँको युट्युब भिडियोहरू ल्याएर राख्न सक्नुभयो तपाईँले। अब त्यसै गरी तपाईँको अब गुगलबाट म्यापहरू पनि तान्न मिल्छ भनेको थिएँ मैले अघि। म एउटा ब्रेक ट्याग दिन्छु यसमा। म एउटा म्याप तान्छु रूपमा म्याप्स। अनि म एउटा काठमाडौँको म्याप तानेर देखाइदिन्छु तपाईँलाई। काठमाडौँको म्यापमा म्याप खोल्छु र तपाईँको सेयर अप्सनमा एम्बेड अ म्याप भन्ने छ है। कपी गर्छु, कपी HTML थिसिस कपी भयो हजुरको। म फेरि पेस्ट गरिदिन्छु। तपाईँको अब यहाँ आएर ब्राउजरमा गएर चेक गर्छु तपाईँको म्याप आएको छ है। यहाँ तपाईँले यो आफ्नो हिसाबले जुम गर्ने, सबै चेक गर्ने। यो थिचेपछि तपाईँ गुगल म्यापकै काम गर्ने भयो यसले। यहाँसम्म तपाईँहरूले बुझ्नै भयो। एकदम सिम्पल छ यो। सिम्पल साथसाथै एकदम युजफुल पनि हो। हाम्रो स्पेसलमा यो दुईटा कभर अप भयो हाम्रो अहिले। र अब हाम्रो यसले चाहिँ हाम्रो ग्यापहरू गर्नलाई नन ब्रेकिङ स्पेसको लागि यो हुन्छ।
हाम्रो यो चाहिँ index.html नै गर्छौँ। अब हाम्रो कुनैमा हेलो, हामीले HTML को बेसिक्सहरू सबै हेऱ्यौँ अघि। लगभग हाम्रो सबै कभर अप भएको छ। त्यसै गरी अब हामी चाहिँ एउटा सानो सिम्पल प्रोजेक्ट बनाउँछौँ, जसले गर्दा चाहिँ तपाईँको त्यो अहिलेको नलेजलाई अलि राम्रोसँग इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले त्यो गरिसकेपछि भोलि CSS इम्प्लिमेन्ट गर्न तपाईँलाई त्यसमा सजिलो हुन्छ है। हामी चाहिँ एउटा पोर्टफोलियो बनाउँछौँ HTML युज मात्र गरेर, त्यसमा पछि CSS हालेर चाहिँ रिफाइन गर्छौँ हामी। सुरुमा चाहिँ म एउटा फोल्डर बनाउँछु जुन चाहिँ नाम पोर्टफोलियो नै दिन्छु। पोर्टफोलियोलाई चाहिँ म VS कोडबाट खोल्दैछु। पोर्टफोलियो खुल्यो हाम्रो र हामी चाहिँ सुरुमा इन्डेक्स पेज बनाउँछौँ index.html गरेर। यो index.html चाहिँ तपाईँको मेन पेज हुन्छ र सुरुमा म यसलाई चेक गर्छु एउटा हेडिङ दिएर, जुन चाहिँ म अहिलेलाई हेलो मात्र भनिदिन्छु र म यसलाई अहिले गो लाइभ गर्छु। गो लाइभ गरेपछि चाहिँ तपाईँको यो खुल्छ, हेलो भनेर आइसकेको छ। हामी चाहिँ यसलाई डेस्कटप 1 मा यसलाई राख्दिउँ। ल म यसलाई चाहिँ अहिले दिस इज माई पोर्टफोलियो भनेर राख्छु र सेकेन्डमा चाहिँ मलाई एउटा न्याप बार, हामी न्याप युज गर्छौँ जसलाई चाहिँ हामी न्यापको ट्याग हुन्छ एउटा न्याप भन्ने, त्यो युज गर्छौँ र हामी चाहिँ यसमा एउटा एङ्कर ट्याग नै राखेर म चाहिँ यसमा सुरुमा होम पेज भनेर राख्छु। होम हुन्छ हाम्रो। त्यसै गरी एउटा अबाउट हुन्छ र अर्को कन्ट्याक्ट हुन्छ। अहिले म यति नै राख्छु र यसलाई यसरी हामी गरिसकेपछि सेभ गरेर जान्छु, यता हेर्छु हाम्रो होम अबाउट कन्ट्याक्ट आएको छ है। अब यसै गरी चाहिँ म अर्को नि अरू पेजहरू बनाउँछु। हाम्रो होम पेज भनेको इन्डेक्स पेज भइहाल्यो, म अबाउट बनाउँछु एउटा। त्यसपछि म कन्ट्याक्ट पनि बनाउँछु। यो बनाइसकेपछि चाहिँ मैले यसलाई लिङ्क गर्नुपर्ने हुन्छ। होम भनेको स्ल्यास नै भइहाल्छ र अबाउट भनेको चाहिँ हाम्रो अबाउट पेज भयो, about.html छ र हाम्रो अर्को चाहिँ के छ भन्दा कन्ट्याक्ट छ, contact.html हाम्रो छ। म सेभ गर्छु। हाम्रो अबाउट पेजमा जान्छ, यो केही पनि छैन अहिलेको लागि, त्यही भएर खाली आएको छ। हाम्रो यति भइसकेपछि म अबाउट पेजमा अब के कन्टेन्टहरू हाल्दैछु। H1 मा म दिस इज अबाउट पेज राख्छु अहिले नै। र म एउटा एङ्कर ट्याग पनि दिन्छु जसमा चाहिँ स्ल्यासमा राख्छु। म यसमा चाहिँ रिटर्न टु होम पेज भनेर राख्छु। रिटर्न टु होम भनेर राख्छु। यसरी म अबाउटमा गएपछि रिटर्न टु होम छ, म फेरि होम पेजमै आउने भयो है। अब म पहिला यसै गरी म कन्ट्याक्ट पेजको पनि बनाइहाल्छु र यो पनि एकदम सिम्पल नै छ। मैले अहिले H1 मै राखेर यसलाई दिस इज कन्ट्याक्ट पेज बनाउँछु।
र यसलाई पनि एङ्कर ट्याग दिएर त्यही सेम नै गर्छु है। म स्ल्यास भनेको हाम्रो जहिले इन्डेक्स हुन्छ र म यसलाई रिटर्न टु होम पेज नै गर्छु अहिले। यहाँ चेक गर्न सक्छौँ रिटर्न टु होम पेज छ। अबाउटमा नि रिटर्न टु होम पेजमा स्ल्यासमै गइरहेको छ है, भने होममै भइहाल्यो। अब हामी होम पेजमा थोरै कन्टेन्टहरू हाल्छौँ है, जुनमा चाहिँ हामीले फर्स्टमा हाम्रो एउटा इमेज ल्याएर राख्छौँ, जुन चाहिँ तपाईँको पोर्टफोलियोको इमेज हुन्छ। अहिलेलाई वेब इमेज भनेर राख्दिउँ, वेब डेभलपमेन्ट फोटो भनेर। तपाईँलाई मैले एक्जाम्पलको लागि मात्र देखाइरहेको हो। यो कपी इमेज एड्रेस गरेर म चाहिँ फर्स्टमा हाम्रो index.html-मा आउँछु र हाम्रो इमेजको लागि हाम्रो img ट्याग थियो। हाम्रो सोर्स यो भइहाल्छ, म कपी गरेर ल्याएको कुरा हुन्छ। र हाम्रो यदि इमेज भेटेन भने के राख्ने भनेर अल्टरनेटिभ माग्यो यसले, मैले इमेज मात्रै राखिदिन्छु अहिले। यहाँ हेर्न सक्छौँ हाम्रो यहाँ हाम्रो इमेज आयो। तपाईँले आफ्नो इमेजहरू राख्न सक्नुहुन्छ यहाँ। त्यसै गरी अब तपाईँको डिटेलहरू राख्नु होला यसमा। एउटा म ब्रेक ट्याग लगाइदिन्छु जसले चाहिँ हाम्रो लाइन ब्रेक गर्नेछ। र अझै बढी ब्रेक चाहिन्छ भने 2टासम्म राख्न सक्नुहुन्छ, जति पनि राख्न सक्नुहुन्छ राख्नु चाहिँ हजुरले। अब म एउटा प्याराग्राफ होइन, फर्स्टमा चाहिँ हेडिङ ट्यागै राख्छु। आई एम अ फ्रन्ट एन्ड डेभलपर भनेर राख्छु है। आयो, हाम्रो ब्रेक पनि भएको छ। हामी यहाँ माथि पनि ब्रेक राख्न सक्छौँ, इमेजको माथि हाम्रो यसरी आएको छ। अब यसलाई एकदम ठुलो देखियो भने यसलाई S2 S3 सम्म राख्न सक्नुहुन्छ। S3 मा राखेको छु, तपाईँहरू पनि त्यसरी ट्राई गर्नु होला। त्यसै गरी अब यति राखिसकेपछि तपाईँको डिस्क्रिप्सन राख्नु। वेब डेभलपर who is expertise in HTML ला तपाईँले यसरी राख्नुहुन्छ। तपाईँको यो पनि आयो है। तपाईँलाई अब यो कलरहरू गर्नु मन लागेको छ भने यतिलाई चाहिँ म काटिदिन्छु अहिले, कन्ट्रोल एक्स गरेर। स्प्यान ट्याग थियो हामीले यो हेरेको थियौँ अगाडिको कोर्समा, र यहाँ राखेर यसमा हामीले स्टाइल्स गरेर राख्न मिलेको थियो है। अब कलर प्रपर्टी हुन्छ यसमा, कलरमा अहिले ब्राउन राखिदिन्छु है। तपाईँहरू आफ्नो इच्छाले राख्न सक्नुहुन्छ। तपाईँलाई ठिक लागेन भने रेड राख्न पनि सक्नुहुन्छ। म नि रेडै राखिदिन्छु अहिले। आई एम अ फ्रन्ट एन्ड डेभलपर रातोमा आछ, यो भइहाल्यो तपाईँको है। अब तपाईँको डिटेल यहाँ भइहाल्यो। अब म अबाउट पेजमा जाँदैछु। अबाउट पेजमा पनि तपाईँले त्यसै गरी नै दिस इज अबाउट पेजमा अबाउट मी भनेर राख्न सक्नुहुन्छ। यसमा पी ट्यागमा राखेर I am learning web development. कोर्स अहिले यही राख्नु होला। तपाईँको अबाउट मी पनि भयो, अबाउट असको पेजमा पनि भइहाल्यो। तपाईँले अब यहाँ आफ्नो चोइसले इमेज राख्न सक्नुहुन्छ।
हजुरले अब यहाँ हामीले पढेको कुरामा हाम्रो लिस्टहरू थियो। अनअर्डर लिस्ट र अर्डर लिस्ट हामीले हेरेको थियौँ डिटेलमा। तपाईँ के गर्नुहुन्छ भनेर तपाईँ यहाँ डिटेल राखिदिनु। एचटिएमएल यो सिफ्ट अल्ट अनि डाउन यहाँ थिचेर गऱ्यो भने तपाईँको तल तल यसरी कपी भएर आउँछ है। सिएसएस जावा र रियाक्ट यो चाहिँ तपाईँले गर्नुहुन्छ भनेर भनौँ। तपाईँको एक्सपर्टिजहरू भयो। अनि त्यहाँबाट तपाईँले यहाँ हजुरको टेबलको कन्सेप्टहरू पनि म यहाँ युज गरेर देखाइदिन्छु तपाईँलाई। र टेबलमा के थियो भन्दा हाम्रो टेबल रो हुन्छ जहिले पनि। यसमा टेबल हेडिङ थियो। तपाईँको के राख्ने भन्दा यहाँ चाहिँ अब तपाईँको क्लास राखिदिउँ। तपाईँले के सिक्नुभयो भनेर। लर्न भनेर है। तपाईँले क्लासमा के एउटा क्लासमा एउटा लर्न भयो है। के सिक्नुभयो भनेर यहाँ देखाउँछौँ हामी। टिआरमा क्लास अब फेरि टेबल डेटा हुन्छ हाम्रो। टिडीमा चाहिँ डेटा हुन्छ। तपाईँ क्लास 8मा हुनुहुन्छ र तपाईँ अहिले एचटिएमएल सिक्दै हुनुहुन्छ। एचटिएमएल सिक्नुभयो तपाईँले क्लास 8मा र 9मा सिएसएस यसरी गर्दाखेरि तपाईँको यहाँ आउँछ डेटा यसरी। भोलि नत्र तपाईँले यसमा चेन्जेस नै गर्न सक्नुहुन्छ। तपाईँको क्लासमा र तपाईँको पर्सेन्टेज कति गेन गर्नुभयो अथवा ग्रेड। क्लास 8मा तपाईँको ए आएको छ, 9मा ए प्लस नै आएको छ। ल गर्दा हाम्रो यसमा चाहिँ बोर्डर प्रपर्टी पनि थियो, तपाईँहरूलाई याद छ होइन। बोर्डर भनेको चाहिँ हामीले यसले 1 मात्रै दिन्छौँ मोटाइको यो। र तपाईँले 8 क्लासमा यति पर्सेन्टेज ल्याउनु ग्रेड ल्याउनु भयो, 9मा यति ग्रेड ल्याउनु भयो, तपाईँको बारेमा डिस्क्रिप्सन भयो है। अब हामी रिटर्न टु होम गर्छौँ। फेरि हामी अब कन्ट्याक्ट पेजमा काम गर्छौँ। कन्ट्याक्टमा चाहिँ कन्ट्याक्ट दिस इज कन्ट्याक्ट पेज भन्दा कन्ट्याक्ट मी भनेर राख्नुहुन्छ तपाईँले। तपाईँको एउटा फर्म बनाउँछौँ हामी यहाँ। एउटा बिआर ट्याग दिउँ ब्रेक गर्नलाई। अब हामी चाहिँ लेभल भनेर दिन्छौँ है। हामी चाहिँ पहिला एउटा डिपमा बनाउँछौँ। यो टेबल पुरै एउटा डिपमा बनाऊ। डिपको बारेमा पनि हेऱ्यौँ अस्ति। इनफ्याक्ट यो पुरै एउटा डिपमा हालिदिउँ। होइन ठिक छ, यतिकै गरौँ मैले। यसमा हामीले के गरौँ भन्दा एउटा लेभल बनाऊँ। फर अहिले चाहिँदैन यतिमा चाहिँ। तपाईँको एउटा फर्म बनाउँछौँ हामी, नेम भनेर छ। र हामी इनपुट ट्यागमा चाहिँ तपाईँ के लेख्नुहुन्छ भन्ने हुन्छ। र एन्टर हामी प्लेस होल्डरमा चाहिँ यो राख्छौँ। प्लेस होल्डरको बारेमा नि अघि हामीले डिस्कस गरेको थियौँ अघिल्लो भिडियोहरूमा। एन्टर योर नेम यस्तो छ। र हाम्रो यो चाहिँ कन्ट्याक्ट पेजमा जाँदा यसरी देखिन्छ। तपाईँले आफ्नो नामहरू लेख्न सक्नुहुन्छ। तपाईँले कसैले कन्ट्याक्ट गर्न चाहेमा यसरी फर्म बनाएर गरेको देख्नै हुन्छ हजुरले धेरै वेबसाइटहरूमा आजकल। यसै गरी म यसलाई कपी गर्छु र म यसलाई पेस्ट गरिदिन्छु। यसमा चाहिँ इमेल भनेर राख्छु। यसको टाइप पनि इमेल नै हुन्छ है। इमेलको इमेल नै टाइप छ। अघि पेस्ट गरेँ, फेरि पेस्ट गर्दैछु म। र यसमा चाहिँ पासवर्ड छ।
यसको नि टाइप चाहिँ पासवर्ड छ है। यति गरिसकेपछि हजुरको सबै आएको छ। एकछिन रोक्नु है, यहाँ सानो कपी गर्दा एकदमै पासवर्ड हुन्छ। अब हजुरको यहाँ तपाईँले देख्न सक्नुहुन्छ प्लेस होल्डर सबैमा आएको छ। तपाईँ नाम राख्न सक्नुहुन्छ। मैले सुरेश राखेँ s@gmail.com र पासवर्डमा चाहिँ तपाईँको यो सिक्योरको लागि यसरी डट डट डटमा राख्दै हुन्छ है। तपाईँको यति गरिसकेपछि एउटा बटन हुन्छ अब, जुन चाहिँ हाम्रो बटन ट्यागमै हुन्छ है। बटनमा चाहिँ हामी सबमिट भनेर राख्छौँ। यति गरिसकेपछि हामी यसलाई ब्रेक गर्न एक एक लाइन छुट्याएर गर्नलाई बिआर ट्याग युज गर्छौँ र अलिक बढी क्याप दिनलाई चाहिँ दुईवटा बिआर दिन्छौँ। म सबैमा बिआर ट्याग दिँदैछु र यसरी गरिसकेपछि हाम्रो यसरी आएको छ। बटनमा पनि एउटा ब्रेक ट्याग दिन्छु। ल यसरी आएको छ हाम्रो। अब हाम्रो यति गरिसकेपछि index.html मै आऊ र हाम्रो हाम्रो कन्ट्याक्ट पेज तपाईँले बुझ्नु नै भइहाल्यो र तपाईँको अझै डिटेलहरू राख्नु छ भने पनि तपाईँले राख्नु मिल्छ। जस्तै कि S2 मै राख्दियो। अनि यो चाहिँ फुटरमै राखिदिउँ ल, सबैमा हुन्छ। तपाईँको मेन पेज इन्डेक्स पेजमा चाहिँ अब तपाईँले फुटर भनेर राख्न सक्नुहुन्छ। फुटर पनि ट्याग हुन्छ, हेडर पनि ट्याग हुन्छ है। फुटरमा चाहिँ हाम्रो कपिराइटको सिम्बल छ, कपी भनेर थियौँ है। कपिराइट भनेर राख्छौँ हामी। यसरी राखिदिन्छु। यहाँ चेक गर्न सक्नुहुन्छ, तपाईँको कपिराइटको सिम्बल आएको छ। सबै फुटरहरूमा लाग्छ हजुरको, फुटर ट्यागमा गरेर। यसरी तपाईँले हेडर ट्याग पनि युज गर्न सक्नुहुन्छ। हेडर पनि त्यही एउटै काम गर्ने हो, माथिपट्टि हुन्छ तर ट्राई गरिहेरौँ। S2 भन्दा नि यसलाई हेडरमा राखौँ। हजुरको दिस इज माई पोर्टफोलियो भनेर हेडरमा आयो र यो फुटरमा भयो। जुन पनि वेबसाइटमा यसरी देख्न सक्नुहुन्छ। तपाईँले लगभग पढेको सबै कुरा हामीले यहाँ ग्राफ्स गरिसकेका छौँ। हाम्रो यो नेभिगेसन अर्को पेजमा जान नि मिलिरहेछ। कन्ट्याक्ट पेजमा पनि जाँदैछौँ। फर्मको बारे पनि भयो। फर्म कभर गऱ्यौँ हामीले इमेज कभर गऱ्यौँ, स्प्यान ट्याग, त्यहाँबाट हेडिङ ट्यागहरू बोल्डहरू गर्न नि बी ट्यागबाट सिकिसकेका थियौँ हामीले। यसै गरी तपाईँले अब कन्ट्याक्ट पेजमा चाहिँ आफ्नो म्यापहरू राख्न नि आइफ्रेमकोबाट गर्छु म। त्यसरी म चाहिँ तपाईँ काठमाडौँ बस्नुहुन्छ एज्युम गर्छु र काठमाडौँको म्याप चाहिँ म तपाईँकोमा आइफ्रेम फेरि गरेर देखाउँदैछु। एम्बेड म्याप हुन्छ, कपी HTML गरेँ र तपाईँको कन्ट्याक्टमा यो अर्को डिपमा बनाउँछु म। फाइन्ड मी अन भनेर यसरी राखिदिन्छु म अहिले। यसलाई चाहिँ म एउटा हेडिङ ट्यागमै राख्दैछु, S1 मै। र तपाईँले कसैले खोज्न चाहेमा यो म्यापमा कन्ट्याक्ट गर्नु भने यसरी नै हुन्छ। तर दुईवटा आइरहेको छ। किन दुईवटा आयो त? ओके, मैले दुईवटा कपी गरेछु।
यसमा चाहिँ फाइन्ड मी अन भनेर राखेको थिएँ मैले, अर्कै कपी भएछ। सो दुईवटा आएको हजुरको तपाईँको लोकेसनमा तपाईँलाई फाइन्ड गर्नलाई उहाँहरूले यसरी गर्न सक्नुहुन्छ। सिमिलरली तपाईँले अब आफ्नो चाहिँ इन्ट्रेस्टहरू के छ देखाउनलाई, हबीहरू के छ देखाउनलाई पनि युट्युबकोबाट एम्बेड भिडियो त्यसै गरी तान्न सक्नुहुन्छ। अब यसमै अब वेब डेभलपमेन्टको केही तपाईँको आफ्नो कामहरू युट्युबमा हाल्नु भएको छ भने तपाईँले यसरी एम्बेड फाइल तान्नु सक्नुहुन्छ। मानिलिउँ तपाईँले समथिङ अब यो तपाईँको भिडियो हो, तपाईँको इन्ट्रेस्टको कुरा हो, भोलि तपाईँले बनाउनु भएको छ भने सेयरमा थिच्नुहुन्छ र एम्बेड अप्सन हुन्छ, यो तपाईँ कपी गर्नुहुन्छ। हामी VS कोडमा आएर अब इन्डेक्समै छ, इन्डेक्समै आएर हामी यहाँ राख्छौँ, एउटा डिपमा राख्छु यो चाहिँ म H2 मा माई टास्क भनेर राखौँ, माई टास्क। यसरी राखिसकेपछि म फेरि एम्बेड भिडियो यसरी तानिदिन्छु, कपी ऐको पेस्ट गरेर। तपाईँ देख्न सक्नुहुन्छ यहाँ डकुमेन्ट्समा तपाईँको टास्कहरू भयो यसरी देखिन्छ। तपाईँले गर्नुभएको प्रोजेक्टहरू पनि तपाईँ त्यसरी देखाउन सक्नुहुन्छ लिस्टमा राखेर, जुन हामी अहिले देखाउँछौँ। के प्रोजेक्ट गर्नुभएको छ मानिलिउँ अघि हामीले अनअर्डर लिस्टमा गरेको थियो भने एकपल्ट चाहिँ अर्डर लिस्टमा गरौँ है। अर्डर लिस्टमा हामी के एलआईमा हुन्छ जहिले पनि फर्स्टमा यही पोर्टफोलियो बनाउनुहुन्छ। पोर्टफोलियो पछि एउटा ग्रिटिङ कार्ड बनाउँछु, अनि लास्टमा म एउटा ग्रिटिङ कार्ड पछि एउटा CSS लगाएर एउटा एप बनाउँछु। के एप बनाउँ अब नर्मली मानिलिउँ टेम्परेचर राखिदिन्छु ल, टेम्परेचर एप अनि वेदर एप भनिदिउँ न। सरी स्पेलिङ चाहिँ के हो, वेदर एपलाई यसरी भयो। तपाईँले के प्रोजेक्ट गर्नुभयो, माई अझ यसमा हेडिङ दिएर माई प्रोजेक्ट्स भनेर लेखिदिउँ, H2 दिउँ र माई प्रोजेक्ट्स भनिदिउँ है। र तपाईँको प्रोजेक्ट्सहरू यो भयो, तपाईँको इन्ट्रोडक्सन भयो, तपाईँको टास्कहरू यो तपाईँले गरेर देखाउनु भयो, फुटर भइहाल्यो। अबाउट पेजमा पनि त्यसै गरी तपाईँको एउटा टेबलबाट आफ्नो ग्रेडहरू देखाउन सक्नुभयो, तपाईँले के लर्न गर्नुभएको छ, तपाईँलाई के आउँछ भनेर भयो। सिमिलरली अब कन्ट्याक्टमा तपाईँलाई कसरी कन्ट्याक्ट गर्ने, फर्महरू सब्मिट गर्ने होइन, तपाईँको डिटेलहरू। अनि फाइन्ड मी अन गरेर तपाईँको म्याप इम्बेड गर्नुभएको थियो, यो म्याप पनि आएको छ, तपाईँलाई कहाँ खोज भेट्न सकिन्छ। र यसै गरी नै हाम्रो फर्स्ट प्रोजेक्ट सकिन्छ। तपाईँहरू पनि यसरी प्रोजेक्टहरू गरिराख्नु होला HTML को। अनि अर्को भिडियोमा चाहिँ हामी CSS कभर गर्छौँ, हामी यसैलाई नै स्टाइल गरेर एउटा राम्रो लुक्स दिनेछौँ। थ्याङ्क यू सो मच, थ्याङ्क यू फर यर टाइम। अनि हामी चाहिँ आगामी CSS को भिडियो नि यसै गरी नै हेर्नेछौँ। त्यही अन्तर्गत अब HTML हामीले सक्यौँ, एउटा सानो क्विज हुन्छ, क्विज पनि तपाईँहरूले राम्रोसँग गर्नु होला। थ्याङ्क यू सो मच। सो एभ्रिवान, हजुरहरूले यो कोर्स र प्रोजेक्टबाट केही न केही त सिक्नुभयो होला। सो अब लेट्स टेस्ट योर नलेज विथ सम HTML क्विजेस, एकदम बेसिक सिम्पल क्विजहरू छ। सो लेट्स बिगिन। अब हाम्रो फर्स्ट क्वेसन चाहिँ वाट डज HTML स्ट्यान्ड फर? यो त एकदम इजी सिम्पल भयो होइन, आई होप एभ्रिवान नोज द आन्सर टु दिस। अब हजुरहरूले 10 सेकेन्ड पाउनुहुनेछ, त्यसमा यु विल हेभ टु ट्राई टु गेस द राइट आन्सर। अनि नेक्स्ट स्लाइडमा चाहिँ म हजुरहरूलाई राइट आन्सर के हो भनेर देखाउनेछु। सो लेट्स बिगिन। So right answer is hypertext markup language. Now moving on to the next question. Which tag is used to create a hyperlink in HTML?
Right answer चाहिँ A tag हो, which is also called anchor tag. Next question is, which attribute is used to specify an image source in the img tag? Right answer चाहिँ src tag हो, src attribute हो. What is the correct HTML tag for inserting a line break? Right answer BR tag हो. Our next question is, which HTML tag is used to define an order list? यो त एकदम obvious छ, हजुरले option हेरेर guess गर्न सकिहाल्नुहुन्छ. Right answer OL tag हो. Which tag is used for the largest heading in HTML? यो हजुरहरूले एकदम बिगिनिङदेखि पढ्दै आएको कुरा हो, so I hope none of you are confused यसमा चाहिँ. Right answer H1 tag हो. Our next question is, which tag is used to define a footer for a document or a section? यो त option हेरेरै थाहा हुने खालको question छ. यसको करेक्ट आन्सर चाहिँ footer tag हो. अब हाम्रो last question चाहिँ, which tag is used to display an image is in HTML? Right answer चाहिँ image tag हो. अब sorry I said that was the last question. यो चाहिँ हाम्रो last question हो. How do you specify a table header in an HTML table? The right answer is TH. So I hope हजुरहरूले यसबाट केही न केही सिक्नुभयो. अनि यति सबै कोर्सबाट चाहिँ अब हजुरहरूले बेसिक HTML को प्रोजेक्टहरू गर्न सक्नुहुन्छ भन्ने म एक्सपेक्ट गर्छु. सो अब we will see you guys on CSS को course. So thank you for watching.